15 किलोमिटर होइन। यो माथिको जङ्गल चाहिँ के जङ्गल नि? यो ठाउँहरू चाहिँ कीर्तिपुर जतिको ठाउँहरू रहेछ। यतातिर छ पुरा ठ्याक्कै त्यो सन्तानेश्वर मन्दिर जाँदा यस्तै ठाउँहरू त्यस्तै छ है। त्यतै नि बस्नु आउँदो रहेछ। पहिले जस्तै रहेछ यतातिर घरहरू त्यति बाक्लिएको छैन।
हिँड्नै नसकिन्न रहेछ है। नयाँ ठाउँमा घुम्न आएको छ। यहाँदेखि उकालो आउनै खुट्टा दुखेर यहाँदेखि पो बब्बल खतरा देखिँदो रहेछ। यो सबै हो तरकारीको नि यो सबै टनेलहरू खोइ। यहाँदेखि चाहिँ रमी तेर्न चाहिँ एकदमै रमाइलो के। तर तुवालुले केही देखिन्न म त मरिजाम। यस्तो छ यहाँदेखि लड्यो भने कस्तो हुन्छ होला हालत। यो सबै तरकारीको टनेलहरू। त्यहाँदेखि मेन रोड आउँछ अनि यहाँदेखि एउटा बाटो छ। हामी चाहिँ घुम्न आएको आज चाहिँ यता। अहिले चढ्नै सकिन्छ जस्तो छैन। कता उतादेखि घुमेर धुलै धुलो छ है। म त हिँड्नु सक्दिनँ कि जाने। धुलो ल्याने कस्तो धुलो नानी रुइसक्छ होला हौ धुलो खाँदै डुलेर बस्दाखेरि। धापासी कहाँ हो ग्रान्डी अरे सर यता हो देखिँदैन त यहाँदेखि। अरे यो तुवालो नै साह्रै नराम्रो क्या। तर यो तरकारी अझ साह्रै लाउने रहेछ है यता। यहाँदेखि त हेर्दा चाहिँ पो यस्तो छ। यो त भिडियोमा पो यतिको देखिन्छ त। कम्ती ठाडो उकालो छ यो। मलाई त ठाडो छ। कुद्दिउँ कि क्या हो। पहिला त मैले यस्तो गर्दा 1 सेकेन्डमा माथि पुग्थेँ। 1 मिनट। अहिले पो हिँड्ने बानी नभएर खुट्टा गलेर हिमाल चढेको जत्तिकै हो यो त। बाफ्रे उभो सास बढ्छ। यो दम भएको मान्छेलाई उकालो चढ्यो भने उभो सास बढ्छ क्या। यस्तो छ धुलै धुलो। त्यही भएर टोपी लगाएको मास्क पनि लगाएको। एकदिन अप भएर मास्क चाहिँ मैले मास्क उकालैको हो। उकालो यो उकालो चढेर आइयो। बाफ्रे पानीको पाइपहरू तेरिका। नयाँ ठाउँमा नयाँ यसो फ्रेस हुन आएको के छ रहेछ भनेर। कस्तो यहाँ त सेतो चुन जस्तो नि माटो सेतो खालको माटो रहेछ यतातिर। यिनीहरू त बलौटे माटो रहेछ नि त। सबै उयो आउँछ है पहिरो आउँछ। यो त यो माटो फुस्रो खालको छ नि। रातो माटो चिप्ल्याइटो माटोमा चाहिँ डह्रो हुन्छ। यो त्यस्तो खालको माटो होइन रहेछ नि। यस्तोदेखि लड्यो भने पानी तल पुग्यो। छेउमा नहिँड्नु न अलि भित्तामा हिँड्नु क्या। धुलोले जुत्ताको हालत त पुरिन्छ यहाँ त पुरै। छेउमा नजानु है। यो उखुमा त्यस्तो जानु। यहाँदेखि चाहिँ यस्तो देखिन्छ। हावा साह्रो चल्ने रहेछ यहाँ। यो जङ्गलहरू चाहिँ कुन ठाउँ हो। पहिले त मारिहाल्छ। चरै सानो डल्लो अनि बुद्धि कहाँबाट आउनु त्यसको। त्यो घरै घर छ है। र यता चाहिँ खत्रै बस्ती बसेको रहेछ। सिरिसको बोटहरू धेरै रहेछ यहाँतिर। उकालो हिँडेको भन्दा ओह्रालो त यस्तो गोडा दुख्छ क्या धेरै। उकालोमा बरु बिस्तारै हिँडिन्छ। ओह्रालोमा त
ठिङ 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 हुन्छ नि त। धुलो उड्यो, मास्क लाउनुपर्छ। तपाईँले हेर्दै हेर्दै गर्छ, धुलो उडाउँदै जानु। अब फर्किहाल्ने सट्टै। किनमेल डाइपर त एकैछिन त नि 20 मिनटको काम। त्यो के यताबाट आएको होइन हामी। ए कति धेरै धुलो हौ, आखै भयो। यो उताको अघिको बाटोहरू बिग्रेको चाहिँ ट्रकहरू। कस्तो ठिन्जो ठिन्जो